म चाहिँ सामान पुर्याएर हाटखोलाबाट आइसकेकी छु साथीहरू हैन। घाम पनि कस्तो चर्को लागेछ। अब आज शनिबार हैन, घरमा किसान साना किसानहरू पनि टन्नै छन्। त्यही भएर आलु त नउखाले त हुँदैन। अब आफूले जति सक्दो त्यति त आलु निकाल्नै पर्यो हैन साथीहरू। त्यही भएर हामी आलु उखाल्न गयौं। जे सामग्रीहरू चाहिन्छ सबैले यहाँ हेर्नु न, साना किसानहरू सबैभन्दा सानो किसान त मेरो छोरी हेर्नु न, जसलाई काम गर्न आउँदैन त्यो अघि बढ्छिन् क्या। फेरि हामीले चाहिँ धेर त होइन 5-6 लाइन कति निकाल्यौं, किनभने घाम त नि त यस्तो चर्को घाममा त सकिँदैन क्या गर्न। अनि आज चाहिँ हाम्रो टार्गेट चाहिँ 1 बोरा छ क्या। अब अहिले र साँझमा मिलाएर चाहिँ 1 बोरा हामी आलु जसरी पनि आज आलु चाहिँ भर्ने 1 बोरा भनेर हाम्रो चाहिँ टार्गेट छ आज हैन। हामीले आधी बोरा चाहिँ हामीले बिहान गर्यौं हैन। त्यसपछि घाम भयो, त्यसपछि हामी नुहाउँदै गर्यौं, खाजासाजा खायौं। त्यसपछि हामीले बेलुका फेरि हामीले आलु खन्न लाग्यौं। हाम्रो यहाँ छेउको आन्टीले पनि हामीलाई हेल्प गरिदिनु रहेछ आलु खन्नको लागि। यहाँ फोका आइसकेको छ हाम्रो आलु खन्दा साथीहरू। के गर्नु, ननिकाली पनि हुँदैन, पानी पर्ने मौसम आएको छ। पानी पर्यो भन्दा फेरि खत्तम हुन्छ। त्यत्रो मिहिनेत गरेर आलुहरू रोपेछौँ अनि खत्तमै हुन्छ नि त। यहाँ हेर्नु न दादो, यहाँ भुन्डी यति ताकतवर छ। यहाँ हेर्नु न, यहाँ आलुको बोरा एक्लैले बोकिदिन्छ क्या। जसको घरमा गएर सुक्खै पाउँछ क्या त्यसको बुढाले। थ्याङ्क यू फर वाचिङ माई भिडियो।